ड्राफ्ट गरेको विधेयकमा पनि यति लाखसम्मको जरिमानासम्मको कुराहरू छ। एउटा कानुन राख्दैमा पनि 1 लाखसम्मको जरिमाना तोकिने एउटा ड्राफ्टहरू हेर्दा त्यो त अहिले ऐन बनेको छैन। यद्यपि जनतामा प्रशासनले सुरुवात भएको छ। कसरी तपाईँ यही कुरा आम्दानीको अनुपातमा हुन्छ होला नि जरिमाना। तपाईँ चाहिँ विकसित देशको जरिमाना तपाईँ यहाँ लाउनुहुन्छ, विकसित देशको आम्दानीको दिशामा जान्छ होला नि। र यो भाषा र या कठोर कानुन बनाएर गल्ती या अपराध तपाईँको सुन्न पाउँछ र हामीले यो प्रयास भएर विफल भइसकेको अवधारणा हो। यो त्यतातिर साथीहरू जानुहुने फेरि पनि मलाई के लाग्छ भने राजनीतिक तानले त्यहाँबाट बाहिर निक्लिनु। यो संसारमा सबैभन्दा कडा कानुन भएको ठाउँमा तपाईँले धेरै चाहिँ अपराध भएको देख्नुहुन्छ र अपराधलाई या गल्तीलाई हेर्ने त्यसलाई चाहिँ समाधान गर्ने तरिका भनेको चेतनाले हो। कठोर कानुनले हुन्थ्यो भने धेरै कठोर कानुन भएको देशहरूमा अपराध त्यसो हुँदैन। साथीहरू अलिकति चेतनाको राजनीति गर्नु यो अवस्थामा जतिसुकै आन्दोलन भन्नुहोस्, पछिल्लो जिन्दगी आन्दोलन भन्नुहोस् अथवा पहिलेको आन्दोलन भन्नुहोस्, जहाँसुकै हेर्नु भने निम्न वर्गका जनताहरू लडेका छन्, हिँडेका छन्, मरेका छन्। अहिले पनि बेरोजगारी व्याप्त छ देशमा। सारा जनताहरू विदेश जान छुट्टै छ होइन अथवा बाध्यता छ भनेपछि सत्ता र शासकहरूले गरिबी उन्मुख कानुन र कार्यान्वयन गर्न सकिँदैन होइन। विगतका कालले पनि वर्तमानले पनि विगतकाले त्यो आरोप लगाउनु पनि छ। तर वर्तमानमा चाहिँ जुन तरिकाले गरिबको चमेली बोलिदिने कोही छैन भन्दा गरिबको मसिया बनेर काठमाडौँको मेयर र प्रधानमन्त्री बन्नुभएको थियो। मलाई के लाग्यो भने उहाँको होला जस्तो लाग्यो। र उहाँले चाहिँ गरिबीलाई उन्मूलन होइन गरिबीलाई उन्मूलन गर्ने निम्ति लिनुभएको जस्तो काहीँ न काहीँ भावना छ। तपाईँ चाहिँ सुनवासीको समस्या हेर्नुहोस्, त्यहाँ भएका आत्महत्याका कथाहरू तपाईँ हेर्नुहोस्, त्यहाँ भएको पार्टी व्यवसायको हो हामीले फेरि अब बोकेका छौँ कति उहाँहरू मवेसोका ठिकैले चाहिँ त्यो देखिन्छ। तर उहाँलाई के फेरि भन्न चाहन्छु भने धनाढ्यलाई या सम्पन्नलाई राज्य चाहिँदैन, राज्य चाहिने नै निमुखालाई गरिबलाई तपाईँ चाहिँ नि राज्यको अनुमति दिन सक्नुहुन्न र सबैभन्दा पहिलो दण्ड चाहिँ त्यहाँ प्रहार गर्नुहुन्छ भने केही न केही